रहेछ खास यो हरकत फलामलाई कुटुम्ब थिएँ अब फलामै पाइन्न मलाई त्यति मलाई बोल्न आउँदैन कि त्यही भएर है हजुर लुटेराहरूलाई फटाहरूलाई कुट्न चाहिँ आउँछ कुट्न चाहिँ आउँछ यो राम्रो मसँग हतियार केही पनि भएन अब भित्रबाट लखेट्ने त्यसपछि सबैजना अरू भित्रबाट लखेट्ने यसलाई चाहिँ बाहिरबाट ड्याङ्गी लाठीले हान्ने मलाई डर लागेन मैले चाहिँ त्यही जागी खाएर जग्गा किने घर बनाएँ त्यसपछि मैले छोरा बिहे गरेँ छोरा पढाएर छोराको बिहे गरेँ अनि त्यसपछि गाडी किने त्यो दिनको बारेमा चाहिँ अब आतङ्ककारी आए त्यसपछि अब ढुङ्गामुढा गर्न थाले अनि हामीले यसो साइडमा बसेर ज्यान त जोगाउनु पर्यो।